काठमाडौँ महानगरको मेयर भइरहँदाखेरि सिंहदरबार जोगाउने जिम्मेवारी उहाँको थियो। बुझ्नुभयो? उहाँले नै चाहिँ त्यो सिंहदरबार जलाउने भन्ने अभिव्यक्ति दिँदा मेरो घरको सदस्य, मेरो घरको गार्जेन, मैले नै चाहिँ मेरो घर जलाउनु पर्छ भन्दाखेरि राम्रो हुन्छ? म राम्रो व्यक्ति हुँ? तपाईँ आफै भन्नुहोस् न। अनि म चाहिँ घरको ठुलो मान्छे चाहिँ अनि मै मेरो छोराछोरीलाई घर आगो लगाइदिए, फुटाइदिए दराज, त्यो ढोकासोका भत्काइदिए भनेको राम्रो? भोलि कहाँ गएर बस्ने? भनेपछि गलत नै थियो। यी माया मोहमा फसेका मान्छेहरूको कुरा नगरौँ। बुझ्नुभयो? यी माया मोहमा फसेका मान्छेहरूको कुरा नगरौँ। माया मोहमा फसेका मान्छेहरूले देश विकास गर्न सक्दैन। धेरै माथि उठ्नुपर्छ सर।